सामाजिक सुरक्षा कोष एसएसएफ सोसियल सेक्युरिटी फन्ड यो जे भने पनि एउटा नै चिज हो, एउटै कुरा हो। यो भनेको साधारण भाषामा बुझ्दाखेरि तपाईँको पेन्सन प्लान हो, तपाईँले जम्मा गरेको पैसा अथवा हामीले जम्मा गरेको पैसा 60 वर्षपछि हामीले रिटर्न पाउने पेन्सन प्लान हो। अब पेन्सन प्लानको कुरा गर्दाखेरि जम्मै पैसा हालेको हुन्छ, हालेको पैसा जति सबै आउँछ त भन्ने हुन्छ। म तपाईँलाई हिसाब गरेर देखाउँछु। हामीले हालेको यति पैसा चाहिँ सामाजिक सुरक्षा कोषको तपाईँको पेन्सन फन्डमा जान्छ आजको दिनसम्म, किनकि यो हरेक 2-2 वर्षमा स्यालेरी इन्क्रिज भएसँगै यो पैसा पनि बढ्छ। यति पैसा तपाईँको जान्छ सामाजिक सुरक्षा कोषको पेन्सन प्लानमा, यति पैसा जान्छ तपाईँको इन्सुरेन्समा। इन्सुरेन्स तपाईँले क्लेम गर्नु भएन, इन्सुरेन्स गर्नु भएन, हेल्थ चेकअपै गर्नु भएन भने त्यो पैसा तपाईँलाई रिटर्न आउने पैसा होइन, त्यो पैसा युज भएको पैसा हुँदैन। त्यो अरू कसैले युज गरे हुन्छ, अरू कसैलाई युज भएको हुन्छ। त्यो हिसाबमा गर्नुहुन्छ भने गर्न सक्यो, होइन भने सामाजिक सुरक्षा कोषमा गर्दाखेरि जुन तपाईँले पाउने सुविधा छ हेल्थ इन्सुरेन्सको त्यो चाहिँ लिन नबिर्सिनु होला। सामाजिक सुरक्षा कोष आफै पनि गर्न सक्नुहुन्छ, केवाइसी गरेर आइडी र पासवर्ड आएपछि सबै फुल प्रोसेस हालेर गर्ने, फुल डकुमेन्ट हालेर डिटेल्स हालेर गर्ने हो। आफै गर्न सक्नुहुन्छ। केही सहयोग चाहेमा वे टु सक्सेसले पनि एउटा एसएसएफ साथी बनाएको छ जसमा तपाईँलाई नै हेल्प गर्नको लागि काम गरिन्छ। बायोमा वाट्सएप नम्बर छ, इनबक्समा मेसेज गर्दा पनि हुन्छ डिटेल्स बुझ्नको लागि।